केही डिक्टेसन भनेको सुनेर चाहिँ लेख्नुपर्ने भयो भनेपछि यो टास्कमा व्हाट यु हेभ टु डु इज अडियो बज्छ, अडियोलाई सुन्ने र जे सुनिन्छ त्यो चिजलाई एज इट इज लेख्नुपर्ने हुन्छ है। यो मेन यो टास्कको काम चाहिँ यो। अब यसको लागि चाहिँ कस्तो टास्क हुन्छ, कसरी गर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ एउटा इक्जाम्पल हेरौँ, त्यसपछि झन् हामीलाई क्लियर हुन्छ है। जस्तै फर इक्जाम्पल यसको टास्क हेरौँ। जस्तै यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरिबाट यो टास्क चाहिँ कस्तो हुन्छ भन्दाखेरिबाट यसो अडियो हुन्छ, अडियोलाई सुन्ने र एज इट इज यसले जे भने हुन्छ यहाँनिर चाहिँ हामीले टाइप गर्नुपर्ने हुन्छ है। एज इट इज टाइप गर्नुपर्ने हुन्छ। मेन यसको यो टास्कको मेन काम भनेको यही नै हो। सो हामीले अडियो सुन्ने र जे सुनिन्छ त्यो चिजलाई सट्ट लेख्नु पर्यो। इक्जाममा अडियो एकचोटि मात्रै बज्छ है। अब यो चिजहरूलाई चाहिँ कसरी गर्ने भनेर चाहिँ अब हामीले यसको रुल्सहरू टिप्सहरूलाई चाहिँ हेरौँ ल। अब एउटा अडियो बज्छ, अडियोलाई जे जसरी सुनिन्छ त्यसलाई एज इट इज चाहिँ हामीले लेख्नुपर्ने हुन्छ र हामीले चाहिँ सुन्नुपर्ने पनि हुन्छ र लेख्नुपर्ने पनि भएको कारणले गर्दाखेरिबाट यो टास्कबाट चाहिँ दुईटा मोडल्समा चाहिँ कन्ट्रिब्युट हुन्छ। त्यो भनेको चाहिँ लिसनिङ र राइटिङ दुईटामा कन्ट्रिब्युट हुने भयो। नेगेटिभ मार्किङ हुँदैन यसमा, राम्रो छ र एकदमै सजिलो टास्क पनि छ। इक्जाममा 3 देखि 4 रिपिट हुने भएको कारणले गर्दाखेरिबाट मार्क स्कोरिङ गर्न पनि सजिलो छ है। अब हामीले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरिबाट चाहिँ अब यो जुन अडियो हुन्छ, अडियो बज्दाखेरिबाट अब हामीले नोट गर्ने कि कसरी चाहिँ यो चिजलाई याद गर्ने भन्ने कुरा चाहिँ हाम्रो सर्ट मेमोरी भन्ने हुन्छ। हामीले चाहिँ कुनै पनि कुराहरू सुन्छौँ भने त्यसलाई चाहिँ केही टाइमसम्म चाहिँ मेमोराइज गरेर राख्न सक्छौँ भनेपछि हामीले सर्ट मेमोरीलाई पनि युज गर्न सक्यो र अडियो सिद्धिपछिबाट हामीले यदि अब बिर्सिन जस्तो लाग्यो भनेदेखिबाट इक्जाममा नोट प्याडहरू दिएको हुन्छ लेख्नलाई, त्यसमा नोट पनि गर्न सकिन्छ है। र यसमा अर्को सबैभन्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरिबाट चाहिँ राइटिङमा पनि कन्ट्रिब्युट गर्ने भएको कारणले गर्दाखेरिबाट ठिक छ त्यही कुरा भन्न खोजियो, त्यही कुरा चाहिँ लेख्न खोज्यो, तर स्पेलिङ गल्ती भयो भनेदेखिबाट चाहिँ मार्क्स आउँदैन। त्यही भएर चाहिँ हामीले स्पेलिङ सरलाई चाहिँ करेक्ट तालले चाहिँ लेख्नुपर्ने हुन्छ है। अब एउटा टास्क गरौँ, त्यो अनुसारले अझै हाम्रो क्लियर नै हुन्छ र यसमा गर्नुपर्ने चिजहरू के छ आई विल डिस्कस है। फर्स्टमा यसको टास्क हेरौँ। भनेपछि यसले के भन्यो त, अडियोले के भनिराखेको छ त भन्दाखेरिबाट द एसे सुड बी क्लियर ड्युरिङ द इक्जाम, द एसे सुड बी क्लियर ड्युरिङ द इक्जाम भनेको छ। यो चिजलाई चाहिँ हामीले सेम एज इट इज चाहिँ यहाँनिर लेख्नुपर्ने हुन्छ। फर इक्जाम्पल द एसे सुड बी क्लियर ड्युरिङ द इक्जाम, यो हामीले लेख्यौँ। यो लेखेर हामीले सबमिट गर्छौँ भन्दाखेरि हेरौँ हाम्रो कति मार्क्स आउने रहेछ, 8/8 मार्क्स आयो। बट अब यही चिज चाहिँ हामीले चाहिँ स्पेलिङ जस्तै यसमा चाहिँ हामीले चाहिँ कुनै स्पेलिङ चाहिँ मिस्टेक गरिदिउँ फर इक्जाम्पल भनेदेखिबाट कति मार्क्स पाइने रहेछ त्यो पनि हेरौँ 7/8 है। किनभने एउटा स्पेलिङ मिस्टेक भयो, स्पेलिङ मिस्टेक हुने बित्तिकै हाम्रो 1 मार्क डिडक्ट भयो। अब यसको मतलब के हो त भन्दाखेरिबाट के अब हामीले सबै जुन अडियो बज्यो सबै एज इट इज कपी सबै लेख्यो भने मात्रै मार्क्स आउने हो त होइन, यसमा पार्शियल मार्किङ पनि हुन्छ। फर इक्जाम्पल जस्तै यसमा कतिवटा वर्ड्स काउन्ट छ त, 8वटा वर्ड्स काउन्ट छ। 8वटा मध्येमा फर इक्जाम्पल तपाईँले इक्जाममा सबै सुन्न सक्नु भ्याउनु भएन अथवा बुझेन भनेदेखि यसमा यति मात्रै शब्दहरू पनि तपाईँले लेख्न सक्नुभयो भनेदेखिबाट यु विल गेट 3/8 भनेपछि यो टास्कलाई छोड्ने कुरा आउँदैन। जति सुनिन्छ त्यसलाई चाहिँ लेख्नु पर्यो एज मच एज वज एज यु क्यान है। जति वर्ड्स सुनिन्छ त्यो सबै वर्ड्सलाई चाहिँ लेख्ने, जति धेरै वर्ड्सहरू चाहिँ हामीले कलेक्सन गरेर लेख्न सक्यो त्यति नै धेरै हाम्रो यसमा मार्क्स आउँछ। र अर्को यसमा ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरिबाट चाहिँ जेनरली चाहिँ सिक्वेन्स भनेको चाहिँ द एसे सुड बी क्लियर ड्युरिङ द इक्जाम, यो सिक्वेन्स हुन्छ। अब हुनु चाहिँ एउटा सेन्सिबल मिनिङफुल सेन्टेन्समा नै लेख्नुपर्छ हामीले लेख्दाखेरि होइन। यदि फर इक्जाम्पल हाम्रो कुनै जस्तै सुटपछि बी छ नि, बीलाई अगाडि आयो सुटपछि आयो अथवा क्लियर चाहिँ बी भन्दा अगाडि आयो, यस्तो सिक्वेन्स बिग्रियो भने पनि यसमा चाहिँ मार्क्स चाहिँ जाँदैन है। राइट फ्रम डिक्टेसनमा मार्क्स जाँदैन। सकेसम्म चाहिँ एउटा सेन्सिबल एउटा मिनिङफुल सेन्टेन्समै लेख्ने। यदि कहिलेकाहीँ चाहिँ त्यो सिक्वेन्सहरू चाहिँ बिग्रिएको खण्डमा पनि नो निड टु वरी इन दिस टास्क, यसमा मार्क्स मजाले नै आउँछ। फर इक्जाम्पल एउटा गरी हेर्नु भयो त, जस्तै बी चाहिँ हाम्रो यहाँनिर लेखिदिउँ
सकेसम्म चाहिँ नलेख्ने, यो चाहिँ लास्ट रामबाण जस्तो हो होइन। यदि अब लास्टमा केही अप्सन भएन भनेको केसमा मात्रै हो। यो भयो भने के हुने रहेछ त, हेरौँ त, 8/8 आउने रहेछ भनेपछि सिक्वेन्स डज नट म्याटर, सिक्वेन्सले म्याटर गर्दैन। बट तर वाट आई रिकमेन्ड इज चाहिँ एउटा सेन्सिबल एउटा मिनिङफुल सेन्टेन्समा नै यसलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ है। ओके, त्यो सँगसँगै चाहिँ अरू यसमा टिप्सहरू के छ भन्दाखेरिबाट चाहिँ र अर्को मेन टिप्स भनेको चाहिँ यदि फर इक्जाम्पल तपाईँलाई चाहिँ The essay should be clear during the exam. जस्तै फर इक्जाम्पल यदि हामीले चाहिँ इक्जाममा चाहिँ कुनै वर्ड्समा चाहिँ कन्फ्युज भयौँ, अब यो हो कि यो हो, अब यो वर्ड्स आउने हो कि यो वर्ड्स आउने हो भन्ने कुरा कन्फ्युज भयौँ भनेदेखिबाट चाहिँ हामीले 3टा जति एडिसनल वर्डहरू पनि यसमा थप्न मिल्छ। त्यो 3टा जति एडिसनल वर्ड थप्दाखेरि कुनै पनि हाम्रो मार्क्स डिडक्सन हुँदैन। जस्तै फर इक्जाम्पल हाम्रो द एसे सुड बी क्लियर भन्यो कि क्लियर्स भन्यो, अब बुझिएन भनेदेखिबाट त्यो केसमा हामीले एउटा यो चान्स लिन सक्छौँ, 2टा अप्सनमा राखिदिने, जुन चाहिँ ठिक हुन्छ त्यसलाई लिन्छ, जुन चाहिँ मिस्टेक हुन्छ त्यसले मार्क्स चाहिँ कट्दैन हाम्रो। भनेपछि 3टासम्म एडिसनल वर्डहरू चाहिँ यसमा राख्न सकिन्छ। त्यो कुन कन्डिसन हो भन्दाखेरिबाट इफ यु गेट कन्फ्युज, अब यसले यो वर्ड्स भन्यो कि यो वर्ड्स भन्यो, अब यस भन्यो कि भनेन, अब इडी भन्यो कि भनेन, त्यस्तो कुनै कन्फ्युजन भएको कन्डिसनमा चाहिँ यु क्यान राइट बोथ अप्सन्स। यदि तपाईँको एउटा अप्सन ठिक हो भने यु विल गेट मार्क्स, एउटा अप्सन गल्ती छ भने त्यसको कुनै पनि मार्क्स डिडक्सन हुँदैन। 3टासम्मलाई चाहिँ गरौँ। त्यसबाहेक चाहिँ 3टादेखि 4वटा क्वेसन्स आउँछ इक्जाम्समा, स्कोरिङ गर्न सजिलो छ र यही अनुसारले चाहिँ हामीले सुन्दाखेरि चाहिँ सर्ट मेमोरीलाई चाहिँ युज गर्ने, ठक्क सुन्दाखेरिबाट वर्डलाई लर्न गर्ने भन्दा पनि सेन्टेन्सको मिनिङलाई बुझ्ने र सर्ट मेमोरीमा त्यसलाई स्टोरेज गर्ने र कुनै शब्द चाहिँ बिर्सिनु जस्तो लाग्छ भनेदेखिबाट चाहिँ हामीले चाहिँ के गर्ने भन्दाखेरि नोटप्याडमा त्यसलाई चाहिँ लेख्न सकिन्छ है। मोस्ट प्रोबेबली यति नै छ यसको लागि होइन। केही क्वेसन्सहरू, केही कमेन्ट्सहरू, केही कन्फ्युजनहरू भएको कन्डिसनमा चाहिँ यु क्यान कमेन्ट अस होइन, हामी यसको रिप्लाई दिनेछौँ। थ्याङ्क यू सो मच सबैजनालाई।